सभामुख महोदय, म भर्खरै मेरो जन्मभूमि बर्दिया पुगेर आएको छु र म सरकारलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद सरकार। भूमिहीन नागरिकको दशकौंदेखिको पीडालाई सम्बोधन गर्ने सरकारको ऐतिहासिक अभियान अन्तर्गत बर्दिया जिल्लामा 82 परिवारले लाल पूर्जा प्राप्त गरेका छन्। प्रमुख जिल्ला अधिकारीका अनुसार बर्दिया जिल्लाको बडैयाताल गाउँपालिकामा 29 परिवार, बाँसगढी नगरपालिकामा 13 परिवार र गुलरिया नगरपालिकामा 40 परिवार गरी हालसम्म 82 भूमिहीन सुकुम्बासी परिवारले लाल पूर्जा प्राप्त गरेका हुन्। सामाजिक सञ्जालमा हाम्रो सरकारलाई सुकुम्बासीको उठीबास गराउने सरकार भनेर प्रचार गरिए पनि वास्तविकतामा सरकार समस्याको दीर्घकालीन समाधानतर्फ अघि बढेको छ। अझै पनि देशैभर वास्तविक भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबास गर्ने लाखौं परिवार जग्गाधनी प्रमाण पूर्जाको प्रतीक्षामा छन्। देशभरबाट दर्ता भएका 12,47,469 निवेदनलाई कानून बमोजिम प्रमाणीकरण गरियोस्। हुकुमबासीबाट वास्तविक सुकुम्बासी छुटाइयोस्। अधिकार पाउनुपर्ने एकजना पनि नागरिक नछुटुन् र अभियानले देशैभर निरन्तरता पाओस्। हुन त देशभित्र र बाहिर रहेका 2,96,00,000 नेपालीका पीडा र अपेक्षा एकै पटक सम्बोधन गर्न सम्भव नहोला, तर लामो यात्राको सुरुवात एउटा दृढ पाइलाबाट सुरु हुन्छ। नेपाल सरकारले त्यो पाइला जनहिततर्फ अग्रसर गरेको छ। धन्यवाद सरकार। क्षणिक लोकप्रियताका लागि समस्याको राजनीतिकरण गर्न तल्लीन आलोचना र भ्रमहरूको बीच सबैका लागि, सधैँका लागि दीर्घकालीन समाधानमा केन्द्रित भएकोमा धन्यवाद सरकार।